छ। बर्थडेको दिनमा रमाइलो भयो, पशुपतिमा आउन अवश्य आयो। प्यार सबैजना सञ्चारमा हुनुहुन्छ र म पनि सञ्चारमै छु। मेरो चाहिँ आज अलिक क्यास बर्थडे स्पेसल हो, त्यसले गर्दा म पशुपति भएर दर्शन गरेर आउने प्लानले बाहिरमा चाहिँ अब पशुपति जाँदैछौँ। अहिले यहाँ पशुपतिको गेट चाहिँ प्रवेश गरिसक्यौँ। अब यहाँबाट अगाडि हेरेपछि पशुपतिको गेट आउँछ, त्यहाँबाट हामी फेरि इन्ट्री गर्छौँ र मेन मन्दिरमा गएर टिका लगाएर दर्शन गरेर मनोकामनाहरू मागेर जान्छौँ। फेरि आउँदैछ भनेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गरेर नबिर्सनु होला। के छ भन्नेहरू सन्तुष्ट। त्यसरी चाहिँ हामी पशुपतिको गेटमा प्रवेश गरिसक्यौँ। बाहिर म र यहाँबाट अगाडि सिधा पशुपति दर्शन हुन्छ तपाईँहरू। बिहानै पूजाहरू गर्ने मान्छेहरू भिड छ। फुलहरू केही पनि लिएर आएन त्यस्तो। भित्र टिका लगाएर आउने कि के हो? टिका लगाएर आउनु कताबाट आउँछ? भित्र गएर साथीहरू, आज चाहिँ म यहाँ पशुपतिमा दर्शन गरेर अब यहाँबाट फर्किने। लगभग पूजा त गरिनँ मैले, टिका लगाएँ, भित्र भेटीहरूसँग दर्शन गरेँ। बर्थडेको दिनमा रमाइलो भयो, पशुपतिमा आउन अवश्य मिल्यो। अनुरोध गर्दछु नेपालीको एकदम ठुलोहरू मान्नुहुने मन्दिर पशुपति हो। बाहिर उता पछाडि छ, यहाँबाट फर्किने छौँ। अब त्यसपछि हामी यता पनि पुगिन्छ।